हेलो गाइज, अर्को ब्लगमा तपाईहरुलाई स्वागत छ। आज चाहिँ हामी यहाँबाट चेकआउट गरेर राखेको छौँ। यो जोर चाहिँ न्युयोर्क जाँदैछ, अब कोही टेक्सास जाँदैछन्, कोही कता जाँदैछ हैन, सब कतै कतै जाँदैछन्, कोही आफ्नो रुममा जाँदैछन्। यता ब्याक क्यामेरा गरेर म हाम्रो यताको माहौल देखाउँछु तपाईहरुलाई। अब यता बाबरे इडली साम्बार साम्बार समय आयो, समय आयो। यता दर्जेको पनि मन्दै छ। अब म पनि अब लागेको होइन हामी त अब जाने एकै ठाउँ गएर 2 दिनपछि त्यही हो भेट भइहाल्छ होइन। अब कोही आज कोही भोलि जाने त हो होइन। ल ठिक छ, त्यस्तै हो। के इमोसनल बनाएको बाई गाइस, यो चाहिँ म लान लागेको छु। सर केटाहरू लिएर आउँछन्। यो चाहिँ साथीको हो, यो चाहिँ मेरो रुम। यता मैले सब सफा गरेर अब यस्तो छ। यो चाहिँ बेडरुम भयो यता सब सफा गरेर हामी चाहिँ अब यहाँबाट चेकआउट हुन लागेको। यस्तै छ अब। यस्तो छ अब सबै सफा गरेर हामी चेकआउट हुन्छ। गाइज अब एकैचोटि तल भेटौँ है त। गाइज अघि चाहिँ तल भिडियो बनाइएन, सिधै एयरपोर्ट आइयो अब चाहिँ होइन। हामी त एयरपोर्ट आयो, अब लागिन्छ। अब साथी र म चाहिँ टेक्सास जाँदै, ऊ चाहिँ अब न्युयोर्क जाँदैछ। हामीलाई चाहिँ न्युयोर्क भेट्न गाह्रो छ, गाह्रो। अब चाहिँ हामी भित्र एकछिन जान्छौँ, बस्छौँ, चेकिङ गरेर। त्यही हो अब होइन। केही छैन साथी, छैन। अब हामी टेक्सास जाने, टेक्सासमा एकदम रमाइलो गर्ने, उस्तनतिर जाने, एकदम बिच घुम्ने, ब्लगहरू आउँदै गर्छ हेर्दै गर्ने, सेयर गर्ने, सब्सक्राइब गर्ने। त्यही हो। एकछिन भित्र गएपछि भेटौँ है त गाइस। अहिले चाहिँ हामी यता चेकिङ सब गरेर आइसकेको छौँ होइन। दर चाहिँ पानी फालिदियो, कोलगेट गयो, मोइस्चराइजर गयो। कसैले कोलगेट 100 ml भन्दा बढी ल्याउँछ, नल्याउनु होला, पाउँदैन। मोइस्चराइजर पनि 100 ml भन्दा मिल्दैन। लिक्विड 100 ml भन्दा बढी नल्याउनु, सब फाल्नुपर्छ होइन। सही छ। अब हाम्रो यता टर्मिनल कता छ, हामी त्यतै बस्छौँ अहिले। एकछिन पछि भेट्छौँ अब। ल तिम्रो नाम यसो सेफ गरेर चट्टा भ्याकेसन मनाऊ होइन। अब पेट भन्ने चिज त अब पाइहाल्छ नि, युएस भइदियो त अब त्यस्तै है। ल ल मजाले तिमी पनि 3 महिना मस्त घुम, राम्ररी पढ। अब यही भेट त पाइहाल्छ नि। म आउँछु न्यु इयरको अब फल ब्रेकमा। ल ओके बाई, सेभ गर्ने। दोर चाहिँ एक स्माइल ल बाई। अब हाम्रो चाहिँ कतिखेर आउने हो साथीहरू? वाक्क लगाइसक्यो बस्दा 4 बज्यो, अब 2 घन्टा छ जति मेरो चाहिँ। तिम्रो कति घन्टा? मेरो नि सेम नै हो। सेम नै हो। सेम नै हो। दोर चाहिँ पनि गइसकेको छ। अब हामी चाहिँ बस्दा झ्याउलाइसक्यो। अब हाम्रो क्यामेराम्यान र मेरो फ्लाइट चाहिँ अब 2 घन्टा पछि छ। अहिले चाहिँ 3:56 भयो। ड्यालसको लागि हाम्रो बस्दा वाक्क लगाइसक्यो। दुर्जे चाहिँ ऊ साथी चाहिँ ऊ त्यो प्लेनमा जाँदैछन्। अब हामी चाहिँ यहीँ बसेर हाम्रो देखाइदियो नि हाम्रो त्यहाँ एउटा फाइटर जेट छ, प्राइभेट प्लेन भयो, त्यतातिर प्राइभेट प्लेनहरू छ। अनि हाम्रो साथी बबाल भ्यू बबाल एकदम मलाई निन्द्रा लागिरहेको छ। दोरले फेरि आयो, फेरि देखाएको साथी त ऊ फेरि फिर्ता आइदिरहेछ। धनी मनीहरू अगाडि जान्छ, अब आफू गरिब अलिक पछि। मेरो चाहिँ न्युज यता अब सिकागोको लागि फ्लाइट आइसकेको छ। Waves touch like a beat, golden skies all around, where the love is found. Breezes whisper a song, nights that never feel wrong. Moonlight dances so bright in this endless night. Beach vibes calling with the tide, we're falling into sunset dreams, where everything
नाउ अहिले चाहिँ लस भेगसमा चाहिँ ल्यान्ड भइसकेको छु। योभन्दा अगाडि चाहिँ मेरो सिकागोमा ट्रान्जिट थियो, मैले त्यता चाहिँ त्यस्तो भिडियो बनाएन जस्ट। अनि अहिले चाहिँ यसो यहाँ बस्दा बस्दा झ्याउ लाएर चाहिँ निन्द्रा लागिरहेको छ। फेरि 2 घन्टामा फेरि ड्यालसको लागि फ्लाइट छ। अब फेरि सुतै हुन्छ भनेर नसुती बसेको यहाँ आँखा सुनिन थालिसक्यो। अब त्यही अल्छी लागिरहेको छ यहाँनिर है। ब्याकग्राउन्ड भ्यू देखाउँछु यहाँ, यस्तो बवाल छ बवाल। यस्तो छ, म त यहाँ बसिहाल्छु। सिन म बसेकोतिर चाहिँ राम्ररी देखिँदैन, यताबाट सोपिँदो रहेछ। र अघि म यता ठ्याक्कै एन्टर भएको पार्टमा चाहिँ यस्तो बवाल छ। उतापट्टि लाइटिङहरू यताउता सबै ठ्याक्कै सिटी देखिँदो रहेछ। उताबाट डाउन बवाल छ बवाल यहाँनिर है। त्यस्तो एकदम बवाल छ बवाल। म अहिले यहाँ 4 घन्टाको फ्लाइट 4 आवर्सको फ्लाइटमा लास्ट सिटमा गएँ। आफ्नो सिटबाट छोडेर लास्ट सिटमा गएर फुल पुरै सुतेर आइरहेको, मतलब पुरै खाली थियो प्लेन। अनि मस्त सुतेर आइरहेको त्यहाँनिर पल्टेर आनन्द भयो। यस्तो राइड अब अझै पायो भनेपछि मस्त सुतेर जान पाइन्थ्यो। त्यो सिटमा एडजस्ट गर्नु पर्दैन, 3वटा सिटमा मस्त सुत्यो। अनि हेभी मजा आउँछ त्यसरी चाहिँ होइन। अब चाहिँ त्यही नै हो। अब केही त छैन देखाउनको लागि। अब एकैचोटि मैले सायद ड्यालसमै ल्यान्डिङ भइराखेकोतिर देखाउँछु होला, हेर्दै जाउँ अब के हुन्छ। अहिले क्यामेरा समाउने मुड आयो भने उठाउँला, नत्र त्यस्तै। गाइज म चाहिँ अहिले एकदम ड्यालस ल्यान्ड भएर एकदम साथीसँग जाँदैछु अहिले। त्यसो भाइ हेलो भन। एकदम भ्यू बवाल छ यहाँ, निन्द्रा लागिरहेको छ। अगाडिको भ्यू हेर्नुहोस् है त, बवाल छ बवाल। ड्यालसको दादा Waves touch like a beat, golden skies all around, where the love is found. Breezes whisper a song, nights that never feel wrong. Moonlight dances so bright in this endless night. Beach vibes calling with the tide, we're falling into sunset dreams, where everything gleams. अब यति नै हो आजको भ्लग चाहिँ, यति नै डाँडौँ हामी। अब त्यही नै हो, पछि अब बनाउनु मन लागेछ भने अरू दिन पनि बनाउँला। त्यही नै हो। यसो लाइक गर्नु होला, सब्सक्राइब हालिदिनु होला। त्यही नै हो।